अहिले हाम्रो गार्डनको अवस्था चाहिँ यो छ होइन। अब यहाँ चाहिँ हामी यहीँको युवाहरू मिलेर चाहिँ सरसफाइ गर्न लागेको छौँ। अब यो सकेपछि तपाईँहरूलाई देखाउँछु ल कस्तो हुन्छ। अहिले देख्नुभयो यस्तो छ ल। हाम्रो चाहिँ अहिले यति भइसक्यो, बिस्तारै हुँदैछ, गर्दैछ, केटाहरू आइरहेको छ। यहाँ मिस्टर दिप सेङ्बो, सुशील बोइजङ्की, यता केशव पिखु, अनि यता हाम्रो रोएस भाइ भेडा भाइ, यता रोहन, यता हेर जल्दो बल्दो यहाँ ह्यान्डसम दाइ, वान एन्ड ओन्ली अमरहाटको लेजेन्ड। ग्लोभ्स ल्याउनु पर्छ नि त्यहाँ। अर्को पालि चाहिँ सबलाई ग्लोभ्स हुन्छ किन्ने। यहाँ सन्दीप, मिस्टर कोठी, यहाँ मुरली, प्रणित, यता अमन भाइ, अनि यता रोमन दाई। डटपट हुँदैछ हाम्रो चाहिँ। म पनि ह्याक भएँ, पसिनै पसिना भयो ल। हुँदैछ अब भरेसम्म चाहिँ सकिन्छ होला। सकेपछि देखाउँछु म कस्तो हुन्छ। बोइजङ्कीले दिँदैछ ल केटा, दामी दामी। के कस्तो लागिरहेछ त कालेजी आज सरसफाइ गर्दा? आजको अब सरसफाइ एकदम राम्रो भयो, भरिपूर्ण नै भयो। सबै युवाहरू आइपुग्यो, खुसी लाग्यो। त्यो सबैभन्दा नि किन भनेर भनिदिए पनि यहाँ बुझेकै छैन। ढिलै भयो पनि भाइहरू पनि आएको छ, सबैजना जस आयो, भाइहरू आयो। लिक भइहाल्छ अरे कि पम्प लगाइराख्नु अरे। झार मार्ने दबाई पनि हान्नु आँटेको अब यो पछि सरसफाइ गरेर। पप कस्तो लागिरहेछ त समाजसेवा गर्दा? जीवन भाइ के छ? सञ्जोग भाइ ठिक छ? हाम्रो केशवजीलाई पनि देखाउनु पर्यो। केशवजी एकदम निकै डटफट हानिराख्नु भएको छ, मलाई खुसी लागेको छ केशवको डटफट। अनिल दाइको पनि डटफट राम्रो छ आजको दिन। केशवजी हँसियामा एक्सपर्ट हुनुहुन्छ, त्यही भएर उहाँलाई हँसिया हामीले हस्तान्तरण गरिदिएको छौँ। हामीले चाहिँ उखाल्यौँ, दाइले पनि जस टाइममा आएर सघाउनु भयो, खुसी लाग्यो मलाई। अनि घोच्यो नि त काँडा, नमस्ते काँडा थियो है। हाम्रो चाहिँ तपाईँहरूले अगाडिको अब भिडियो देखाइदिन्छ कस्तो थियो। आज सफा भइसकेको छ। अब चाहिँ यसपछि चाहिँ हामीले यो घाँस अलिक उयो छ, दह्रो छ, यसलाई चाहिँ हामीले दबाई हान्ने कार्यक्रम गरेको छौँ। दबाई ल्याउँदै हुनुहुन्छ हाम्रो रोमन दाइले। घाँसको डङ्गोर यत्रो छ यहाँ, त्यहाँ तल टन्नै छ घाँस चाहिँ। शीतल छ आजको दिन, जस दामी भइरहेको छ। आज दिन राम्रो छ, केटाहरू सबै आएर दिन राम्रो भएको हो। म आएपछि त्यसै दिन राम्रो भइहाल्छ। भाग्य नेउपाने भनेको अनब्दै। आज के छ श्रमदान, के कस्तो भयो? म्याक्स खोल्न, मार्क्स एकचोटि खोल्नु। मान्छे चिन्दैन नि त। होइन उता हङमा दिदीले हेर्छ नि त, दिदीले हेर्नुहुन्छ। एकचोटि खोल्नु न, होस् खोल्नु न। खोल्न म्याक्स एकचोटि खोल्न। एके मिस्टर कोठे के हाम्रो कोठेलाई चाहिँ किन कोठे भनेको भने, कोठे नलजा न। के कस्तो भयो आज भन्न ब्रदर, के कस्तो भयो त आज? राम्रै भयो, सबै केटाहरूले काम गऱ्यो होइन। अलिकति के हो एक्सपिरियन्स नभएर थियो काँडाले। तर केटाहरूले जोस् है गऱ्यो 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 सक्यो होइन त, ठिकै भयो। ए के मिस्टर के छ, के कस्तो भयो त अनि आज जोस्? आज मन्डे यो के ब्याट्री लो भयो क्या हो? ए हो कि पो के छ, के भन् न। त्यसो त आज जोस् श्रमकोमा हाम्रो केशवजी चाहिँ जोस् एकदम खट्यो, खुसी लाग्यो जोस् मलाई होइन त केशव? समाजको तर्फबाट प्रमाणपत्र पाउँछ 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 पाउँछ। मैले उयो गरिरहेको छु, याद गरिरहेको छु केशवजीलाई है। केशवजी ओके, अहिलेसम्म जिन्दगीमा झाडु खालेको थिएन होला होइन त? जोस् एक्सपिरियन्स कस्तो भयो त? केटाहरूले जोस्
गऱ्यो। अब हामीले यो झारहरू चाहिँ अब आधी सबै उखालिसक्यौँ। अब यो सानो सानो उब्रेकोमा चाहिँ यो झार मर्ने दबाई 5 लिटरको छ यो हाल्नुको लागि। अब 30% 20% जति 20% त अब उयो भइहाल्छ। अब यो दबाई चाहिँ युज गर्न आँटेको छौँ है। अब यसरी नै अनि हाम्रो यहाँ बनिन आँटेको छ हाम्रो योजना छ चिल्ड्रेन पार्क अनि एउटा मिनी बास्केटबल कोर्ट सानो अनि यहाँ ओपन गेटहरू हुन्छ। तपाईँहरू सबैजना आएर जस हाम्रो सानो पार्कमा आएर इन्जोय गर्न सक्नुहुन्छ। जस हाम्रो लोकेसन चाहिँ यस्तै छ है। यो चाहिँ हाम्रो अमरहाट जस एकदम राम्रो छ प्लेस पनि। अनि अब यहाँ चाहिँ केटाकेटी खेल्ने चिप्लेटी पिङ्कहरू टाइपकोहरू हुन्छ। अनि यो साइड यो तल्लो साइड चाहिँ बास्केटबल सिङ्गल कोर्ट हुन्छ बास्केटबल। अनि हो त्यसरी नै योजना त्यसरी नै गर्दैछौँ हामीले। अब आज हाम्रो सानो श्रमदान यत्तिकै अब सक्यो। जस राम्रै सरसफाइ कार्यक्रम भयो होइन त सेङ्बो? कस्तो भयो त आज? कस्तो भयो? राम्रै भयो? दामी भयो। यस्तै काम चाहिँ हुनु पर्यो क्या। होइन बिस्तारै सबै हुन्छ होइन त? होइन सेङ्बो? ओके। रोमन दाइले चाहिँ यहाँ झार मर्ने दबाई हान्दै हुनुहुन्छ। खोइ बोतल ए दामी दाइको सक्यो पानी। अहिले चाहिँ यत्तिको भएको छ। अगाडि देखिहाल्नु भयो कस्तो थियो। अब यो घाँसहरू चाहिँ तपाईँको अब सुक्नु दिने अनि त्यसपछि जलाउने हो। यहाँ अब यो त लाँदैन नगरपालिकाले पनि।